Hey guys, good morning. Welcome back to my new vlog. So आज सक्नुहुन्छ आजको बाहिरको वातावरण हिजो अति नै फेरि पनि हाउरी लगाइरहेको थियो। अहिले चाहिँ हिजो हाउरी लगाएर त्यो चाहिँ राम्रोसँग भएन। त्यो भएर अहिले 8 बजिसकेको छ। अहिले उठेको अब एउटा खाना पकाउनु पर्ने हुन्छ। हिजो यो पनि फुल हेर्नु त भाँचिरहेको यो भाँचिहाल्यो यसलाई। आज दिनभरि के हुन्छ आज चाहिँ कन्टेन्ट भन्न जानुपर्ने हुन्छ यतातिर। अहिले चाहिँ म स्टार्टिङ गर्नु चाहिँ बाहिर आएको अब भित्र चाहिँ काम म पनि काम देखाउनु भयो गरेँ अहिले के किन्न जाँदै हुनुहुन्छ माथि म चाहिँ यत्तिकै बसिरहेको छु घाम पनि यस्तो लागिरहेछ अनि हिजोको हावाहुरीले के राति फाल्टो यहाँनिरको सबै यताउता माथि ड्रम नभरेको त्यहाँ माथि ड्रमै फालिदिने त्यस्तो हावा लागेको हिजो अनि अहिले चाहिँ माथि हिजो नै मैले पानी भरिदिएको थिएँ माथि ड्रममा माथि उता माथि छतको ड्रम गएको छ अहिले घाम लगाएर यो तरिका चल्दैछ नि त्यो चोकको भ्यू हो मस्त भइसकेको अनि कता जानु है त्यो जान लायक कुनै साधनहरू पनि छैन कता जानु यत्तिकै घरमा आएँ बसी जस्ता काम छैन घरकै काम गरेर बस्यो एउटा हाम्रो रिजल्ट पनि आउँदैछ अनि त्यो रिजल्टको पर्खाइमा छौँ अनि त्यहाँ पनि फल्टाएको रहेछ देखेर मजा अनि यो आँपको पनि फल्टायो यो आँपको दानाहरू यो पनि योहरू पनि कत्रो ठुलो लागिसक्यो क्या सानो आँपको अस्ति फुलहरू फुल्दै थियो 2-4 दिनमा यत्रो ठुलो भइसकेको छ त्यो छिटै बस्छ यो मौसम अनुसार पनि 10-15 आइसकेको छ कतै घरमा बस्दा लागिसक्यो धारैमा चाहिँ पानी नै आउँदैन पहिला चाहिँ आउँथ्यो पहिला यो घरमा चाहिँ आएको 1 वर्ष भयो यो भन्दा अगाडि माथि बस्थ्यौँ अनि यो घरमा आएको चाहिँ 1 वर्ष यो भन्दा 5-6 वर्ष अगाडि फेरि हामी यहीँ बस्थ्यौँ यता थियो यो चाहिँ ढोका थिएन यो यहाँ ढोका थियो यहाँनिर झ्याल थियो हामी उता गइसकेपछि फेरि बनाएको रहेछ चाहिँ पहिला यहाँ हाम्रो देशी अङ्कलहरू बस्थ्यो कि चाट पसलको तिनीहरू देशी अङ्कलहरू बस्थ्यो यहाँ सडक नै हो कस्तो छ सलर पछाडि दुइटै साइडको देखाएको मैले चल चाहिँ म तल जाँदैछु चल चाहिँ म छतदेखि तल आइसकेको छु कल पनि यस्तो छ छो जस्तो देखिरहेको छु होला चाहिँ म कपाल काट्न जानुपर्ने हुन्छ है तत्काल म यो सलुनमा गर्दै हुन्छु है हेयर कटिङमा आइसकेको छु दाइसँग दाइको पनि आइसकेको छन् मलाई जादु मन्तर लगाउने कि आइ बोल्दो इधर आइ बोल्दो कैसा एकदम ठीक है यार कैसा आ रहा है तुम तो बहुत बढ़िया होके आया नया लड़की पटा के आए हो क्या तुम कपाल काट्न आएको म गर्दिनँ कपाल काट्दिनँ मेरो अहिले काट्ने भर्खरै काट्ने हो क्या ऐसा काट दो मैं तो लड़की देखेगा ना ऐसे डाले अच्छे से हैंडसम बना दिया तुमने हाँ बना दिया हैंडसम कस्तै देखिरहेको है कपाल काटेको ट्याप त्यो गाइस अहिले चाहिँ मैले कपाल काटिसकेको छु
अनि आएर दामी तरिकाले कपाल काटेको छन्। अझ म घर जानुपर्ने हुन्छ नुहाइधुवाइ गरेर टक्क लगाएर यस्तो दाम देखिरहेको छु कपाल। ल है म चाहिँ जान लागेको घर चाहिँ टक्क लगाएर हिरो स्याङमा हिरो बनाइदिएको छन्। स्याङ भन्नुपर्ने हुन्छ यस्तो। अन्त चोकमा सुनसान छ अहिले चाहिँ अब दिनमा गर्मी पनि छ। अनि ल टक्क लगाएर मेरो ज्वाइँ पनि आउनु भएको रहेछ बाहिर। यसो ज्वाइँ कहाँ हराउनु भयो त हजुर त धेरै ठिकै छ। टक्क लगाएर म नुहाइसकेको छु है। मैले त चाहिँ कस्तो देखिन्छ कपाल काटेर दामी देखिरहेको छ नि त है। 5-6 9 बजीसम्म त घाम जाँदैन त्यसरी हामी 5 बजीतिर यहाँदेखि जानेछौँ। यो पनि प्याज सुकाइरहेको छ। मम्मी यहाँ यसरी कपाल गर्दै बस्नु भएको छ। मम्मीको अब ड्युटी जाने मन भइसक्यो। 3 hours later. चल्छ हामी हेलो हेलो टक्क लगाएर बाहिरभित्र गर्मी भएर हामी टक्क लगाएर हामी बाटोमा हिँड्दैछौँ। राति त यस्तो दामी देखिन्छ यता त्यो भएर हिँड्नु चाहिँ राम्रो छ यता साइडतिर। चल्छ हामी उता पुगेर आइसक्यौँ। भूत हेर्न गएको थियौँ उहाँ पर एउटा कलपोटमा। अनि साथीहरू घर जाँदैछन्। अब चाहिँ अब घर गएर खाना खानुपर्ने हुन्छ। यसले भर्खर खाना खाएर आइसक्यो। अनि गाडीहरू पनि हिँड्दैछन् कस्तो मजा आउँछ नि फेरि गाडीहरू हेर्न चाहिँ। अरे यार कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं। गाडी बढी गोल सक्छ त फेरि कसैले। अनि हामी चाहिँ हिँड्दैछौँ आज दिउँसोभरि। म के गर्छु भनेको झारीहरूले के गराइदिएँ उहाँ मुवा लगाएर भन्न त धेरै मन थियो भन्दैन। अब सब डुप्लिकेट हो गाइस नपत्ताउनु होला। 50 त्यो चाहिँ रातिको यस्तो राम्रो देखिन्छ नि यहाँ बाहिर। ए ल हुन्छ ल बाई बाई हुन्छ। पानी परेकोले गीत चाहिँ खतरा गाउँछ कि अहिले फेरि। सो हामी यता जाँदै थियौँ कि यहाँ झगडा परेको रहेछ के भएको यहाँ खा जस्तो थियो। थ्याङ्क यू सो मच फर वाचिङ। धेरै धेरै धन्यवाद लास्टमा हेरिदिएकोमा। चल चाहिँ हामी खाना आएर मम्मी बसिसकेछौँ। ज्वाइँ त्यहाँ बस्नुभएको छ। त्यो कमेन्ट अनि गरिदिनु होला। म भनिदिनु त के भनिदिने है। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सो आजको ब्लग यति नै। सो बाई बाई। म बाई बाई बाई। हेलो गाइस भन्नु भन्दै जाऊ नगर त। हेलो गाइस भन्नु न। हेलो गाइस धेरै धेरै धन्यवाद। मेरो छोराको धेरै धेरै भलाको अगाडि गराइदिनु। सो गाइस यति नै आजको ब्लग। यति नै भयो भने मन पराएर सो कमेन्टहरू हानिदिनु होला है।